Hello, good morning everyone. Welcome back to my YouTube channel. So today is 25th of December. So you all people knows today is Christmas Day. So हामी क्रिसमस डे भएको कारणले गर्दाखेरि म पनि चर्च जाँदैछु क्रिसमस डे प्रोग्राम सेलिब्रेसन गर्नुको लागि। अन्त मेरो वाइफ चाहिँ तयारी भएर कुदेको छ, बुहारी तयारी हुँदैछ। सो कम यहाँ भिडियो हैन, भिडियो गरेको छैन मैले। यहाँ आउ न दामी ब्युटिफुल कम यहाँ। यस आई एम गोइङ टु सो माई माइली बुहारी आउँदैछ तयार भएर। आउ न एकपल्ट, छिटो लेट भइसक्यो, 11 बज्न आँटिसक्यो। आज दुईजनालाई पर्खिँदा एकदम ढिलो भइसक्यो हो। इज हाम्रो हाई से एभ्रीवन, हेलो गुड मर्निङ भन्दियो, मेरी क्रिसमस भन्दियो। मेरी क्रिसमस सो माइली बुहारी पनि आइसकेको छ। से समथिङ बिहा हैन, मेरो बिहाको दिन एक दिन लाग्यो, सेकेन्ड टाइम आज हो। त्यो म जान्दिन हो, यो चाहिँ दिदीलाई दिन भएको। म हाम्रो भाइ पनि त छ। मेरी क्रिसमस भन्दियो। हेलो भन्दियो न, हाई भन्दियो, हाई भन्दियो न, हाई। ओके, त हाम्रो घरमा एकदम लालुपातेहरू पनि मजाले फुलिरहेको छ हैन। म तपाईँलाई लालुपाते पनि देखाउँदैछु। लालुपाते मैले के बोकेको छैन है, म तपाईँलाई लालुपाते दिँदैछु। फोन तलै छ त, लालुपाते फुल देखाएको मैले यहाँनिर के मजाले फुलेको छ भनेर है, मजाले फुलेको छ यहाँनिर। हाम्रो यो भाइले चाहिँ बेलुन खेलाउँदैछ। कहाँ जाने भाइ? के गर्ने हो? ओके, यहाँ छ तिम्रो बेलुन, यता उडेर आयो, यता उडेर आयो। गदौरी जस्तै फुलिसक्यो होइन, अब लालुपातेहरू मात्रै छ। नो कम यहाँ। अब पिटा भेट्यो भाइले हाम्रो। यता आउनुहोस्, यता बल यहाँ छ, यता छिटो, यताबाट आऊ छोरा, यताबाट आऊ न, यताबाट आऊ न छोराले बदमास। ऊ बल यो बल इज देयर। थ्याङ्क यू। खै ल ओके, म तपाईँहरूलाई आज सो साम क्लिपहरू म तपाईँलाई देखाउँछु है। अन्त बडाले पनि मासु लिएर आउनु भएको रहेछ। कति हो? कति 2 किलो? ल मासु पनि आएछ 2 किलो, एकदम सुँगुरको मासु 2 किलो। ल एकछिन ल छोरा, यहाँ बस्दा गर ल, म मासुलाई फ्रिजमा राखिकन आउँछु ल। छोड न, अहिले दिन्छु तिमीलाई। नो यहाँ नानी हेर्दै गर भाइलाई। ओ मासु पनि आइसकेको हो। मासु पनि आज बेलुका। भाइ नआउने त तिमी, म यहाँ बस्दा गर न, म यहाँ राखेर आउँछु। यहाँ मम्मा भएको हुन्छ एकछिन, मम्माको फोन लिएर आउन, यो राखेर आउँछु नि त म। ल एकछिन यो फोन राखेर, यो भाइ लड्छ यहाँबाट बुङ हुन्छ, यो सिँढीबाट। छ्या यहाँ जाउँ त, दादा भागमा जाउँ त। दादा ऊ बल तिम्रो लिएर आऊ, उयो बल लिएर आऊ न, जाऊ न, यहाँ बसेर। बरे खै एकछिन उल्टा ताना भाइलाई, नानीलाई। बस्दै गर ल छोरा, म आइहाल्छु नि, राखेर आउँछु नि। अन्त ल पछाडि यहाँ पछाडि पक्र है ल डङ हुन्छ नि फेरि हो छोराले। या टुक हाम्रो किचन ताला मुनि छ नि त, त्यो कारणले गर्दाखेरि चाहिँ फ्रिजमा मासु लिएर चाहिँ अब फ्रिजमा हालेर राख्नु। फ्रिज त फ्रिजको हालत त्यस्तो रहेछ। यो राख त, के लाने फोटो?
ल हो यहाँ चाहिँ मासु हाल्नु हुँदैछ हजुर के छोरा भाइले चाहिँ यहाँ बोक्नु भनेको छ ल म बोक्छु नि त ल तिमी भिडियो गर है अब हामी 2 जना हामी 3 जना यस हाय भन्ने मेरी क्रिसमस भन्देऊ मेरी क्रिसमस भन्दैन दिन्छ अब चाहिँ फाइनली हामी घरबाट निक्लेको है यहाँनिर यस्तो छ हो पुरा यो 2 जना पर्खिँदाखेरि चाहिँ आज लेट भयो खोलिदिने हो ल यहाँ माइली बुहारी ऊ जेठी माइली हाम्रो मेरो सुकन भाइ हो ल ल ल हामी है घुम्नु गइरहेको छु भाइ आउँछु गएको अब चाहिँ कति बजिसक्यो नि आज चाहिँ हो 10-11 बजिसक्यो भाइले केक बोकेको छ केकको कार्टुन मात्रै देखाइदिएको तिमीले चाहिँ नानी बोकिरहेको छु म तपाईँलाई अब चाहिँ तल पुगेपछि फेरि तपाईँलाई म भिडियो देखाउँछु होमस्टे लिएर फाइनली चर्च आइपुग्यो पर्यो नि सबै मान्छेहरूलाई चर्च आइपुगेपछि होइन सबै बसिराखेको रहेछ क्रिसमसको यहाँबाट सबैजनाले देखाइदिनु पऱ्यो है स्मरणको नाक कत्रो हो हाम्रो क्रिसमस ट्री Mary यो क्यान्डल राख्दियो वाहो क्रिसमसको लागि यहाँनिर पुरा पकाइ गर्दै रहेछ कहाँबाट आएको यता यसलाई देखाउनु पर्यो नि त मेन कुकलाई खै के बनाउँदैछ यसले खोर्सानी काटेको ओहो सुँगुर हो कि कुखुरा हो सुँगुर छैन कि यो पालि यतापट्टिको चाहिँ के हो फेरि चाउमिनको पानी होला ए चाउमिनको पानी इसाक पनि हो कुक ए चाउमिन रहेछ है आजको मेन कुक को हो त जीवन काका हो के हो जे उयो हो म हेर्ने रिताली भन्नु न रिताली भन्नु न मेरो वैज्ञानिक है त्यति बेला जुन समयमा चाहिँ मेरी क्रिसमस एउटा सानो सेलिब्रेट सङलाई गाउँदै हाम्रो तालीहरूलाई बजाउँदै आजको कार्यक्रमलाई अघि बढाइन्छ हुन्छ We wish you a Merry Christmas. We wish you a Merry Christmas. We wish you a Merry Christmas and Happy New Year. We wish you a Merry Christmas.
We wish you a Merry Christmas. We wish you a Merry Christmas and Happy New Year. We wish you a Merry Christmas. We wish you a Merry Christmas. We wish you a Merry Christmas and Happy New Year. Thank you. हुन्छ तपाईँहरू उहाँको सक्नुहुन्छ हुन्छ यो समयमा फेरि एउटा भाउ दिँदैछ नानी पक्रा चाहन्छ दिँदैछ हुन्छ है हालेलुया 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 हुन्छ है बडा दिनको समय छ है तपाईलाई मलाई याद भएकै कुरा हो है आज येशू ख्रीष्टको जन्मोत्सवलाई सेलिब्रेट गरिरहेको छौँ है जन्मदिनलाई मनाइरहेको छौँ है तपाईँले धेरै थोर कुराहरू अघिदेखिको नै धेरै वर्ष अगाडिदेखि नै बुझेर आइराख्नु भएको छ है तपाईँले सुन्दै हुनुहुन्थ्यो हाम्रो परमेश्वर चाहिँ सत्य हुनुहुन्छ भन्ने कुराहरू है मरेको मान्छेको चाहिँ के मानिन्छ अरे जन्म जयन्ती है र जिउँदो मान्छे आन्टी आज पनि जित्नुपर्छ ल आज पनि जित्नुपर्छ ल अनि पछाडि हाम्रो बाजे हुनुहुन्छ कि उहाँको दाजु जहाँ पनि हुनुहुन्छ उहाँ यहाँ अघि आइदिनुहोस् अनि यो म्युजिकल चेयरमा है मलाई सहायता नवीन सुब्बाले मलाई सहायता गर्नुहुन्छ म्युजिकको लागि
केही प्रेमको चिनो र खडा लगाउनेछौँ तपाईँहरूको ताली जोडसँग बजेको। म्युजिकल चेयरको फर्स्ट र लेडिजमा फर्स्ट जेन्ट्समा होइन दुईजनालाई धेरै धेरै बधाई छ है। Ito na natin ko. आजको क्रिसमस समाप्त हुन्छ। साउथ अफ्रिका सबैजना चाहिँ अब खाना खाँदैछु। सबैजना नि खाना खाइसकेर एकछिन भित्र बस्दिनुहोस् ल। खाना खाएर नि पासो आउनु भएपछि
जुन ठाउँमा चाहिँ तपाईँको सम्मान छ, इज्जत छ, त्यो ठाउँमा तपाईँलाई चङ्गाई छ, स्वास्थ्य छ, कुशलता छ। अब म अलिकति तल गएर एउटा कुरा फेरि पढ्छु म येशू ख्रीष्टको बारेमा। खले समिता बिगेन